हेलो साथीहरू, यहाँहरू सबैलाई मेरो युट्युब च्यानलमा चाहिँ स्वागत छ। अनि आज चाहिँ म र दिदी चाहिँ खाना गरिरहेको छौँ करेन्ट चाउचाउ। पहिलोचोटि हामीले यसरी भिडियो बनाएको चाहिँ त्यही नि मैले भर्खर च्यानल खोलेको, अनि यसरी कहिले पनि बनाउँदैन कि। अनि यहाँ छ हाम्रो अन्डा, कस्तो त्यो नअट्ने कि यति गाह्रो हुँदो रहेछ नि भिडियो बनाउनु है, त्यो हामीले अहिले फिल गऱ्यौँ कि आमामा कसरी बनाउँछ। अनि यहाँ दिन सक्नुहुन्छ हाम्रो सलादहरू, काँक्रा र प्याज। अनि यहाँ छ साग, हेर्नुहोस् ल, यहाँ चाहिँ साग हाम्रो। यति गाह्रो हुँदो रहेछ नि साथीहरू, भिडियो बनाउनु 1 घन्टा लाग्यो होला। अनि अब हामी चाहिँ खाना गइरहेको छौँ। यहाँहरू सबैजनाले अन्तिमसम्म हेरिदिनु होला है भिडियो, अनि कस्तो लाग्छ त्यो नि कमेन्टमा भनिदिनु होला। पहिला बनाउँछौँ ल, अन्डा त देखिन यहाँ चाहिँ हाम्रो सुँगुरको कालाई। यो चाहिँ हामीसँग रहेको छ है, गोलो खोर्सानी ल्याउनु भनेको थियौँ खासमा, तर त्यो छैन रहेछ। र यो खोर्सानी अलिकति पिरो हुँदैन नि त करेन्ट चाउचाउ, अनि त्यस्तो पिरो लाग्दैन हामीलाई चाहिँ, त्यही भएर हामीले पिरो के अरे साथमा खोर्सानी ल्याएको छौँ। अनि यो छ के को अचार, यो चाहिँ कोपी र तामाको अचार। यो चाहिँ भैँसीको सुकुटी हो। यो सुकुटी र काँसँग खानका लागि यो अचार है। अनि ल अब चाहिँ हामी सुरु गर्छौँ ल। कस्तो हुन्छ है भिडियो चाहिँ, काँक्रा खाने हाम्रो गाउँतिर चाहिँ अहिले यो काँक्रा चाहिँ धेरै छ है। काँक्रा हुने सिजन हो नि त अहिले। खाऊ मिठो भएछ नि। ए चियर्स नगरी हाल ल। चियर्स। मिठो भएछ, मिठो चाहिँ ब्याकग्राउन्ड यस्तो हाल्नु। काँक्रा चाहिँ कस्तो मिठो रहेछ क्या साथीहरू। कलिलो कलिलो काँक्रा टिपेको नि त, अनि काँक्रा चाहिँ मिठो छ। हामी चाहिँ दिदी बहिनी हो, मेरो दिदी म बहिनी। खुर्सानी सानो सानो छ, तर सानो भयो नि यो खालको खुर्सानी चाहिँ पिरो हुन्छ। यो जसले खानुभएको छ उहाँलाई गोलो खोर्सानीले त टप हुन्छ साथीहरू। जसले खाएको छ उहाँलाई थाहा होला। यो हामीलाई चाहिँ दिदी बहिनी चाहिँ कसले पनि भन्नुहुन्न होला, भने थाहा छ मलाई, विश्वासै गर्नुहुन्न म दिदी भन्दाखेरि। हाम्रो दिदी मलाई लाग्छ साग नखाने लाग्ने। साग चाहिँ हामीले बोइल गरेकै हल्का। यो रायोको साग चाहिँ त्यो काँचै खानु अलिक कस्तो नमिठो हुन्छ। त्यो सानो खालको चाहिँ अलिक मिठो हुन्छ है, ठुलो अलिक पिरो पिरो जस्तो हुन्छ कि। सानो चाहिँ झन् पिरो हुने हो। ए सानो चाहिँ हो, यो ठुलो खालको, यो सानो खालको होइन। यति गाह्रो हुँदो रहेछ नि यो फोन हराउन, आमामा नहरेर है। हामी हेर्ने मान्छेको त कति सजिलो लाग्छ क्या। अरूले बनाएको हेरेर त कस्तो सजिलो, केही खासै त्यो खाएको मात्रै हेर्ने, त्यस्तो लाग्दैन नि त आफूले बनाएको। आज त हामीले आज चाहिँ खाऊँ न भनेर ट्राई गरौँ भनेर। प्याज चाहिँ छोरा नै देख्यो यस्तो छ नि, डेकोरेसन चाहिँ खासै आएको छैन यसको। पानी पनि लाग्यो। गाना गुरुङ चाहिँ गर्दैछ साथीहरू, पानी पर्नु लागिरहेको छ हाम्रो गाउँमा चाहिँ। खाने एउटा लाग्यो न सुँगुरको काम। को कसले सुँगुरको मासु खानुहुन्छ उहाँहरू चाहिँ काम अवश्य नै मनपर्छ।
हालेँ साग चाहिँ यसरी बोइल गरेको कस्तो मिठो लाग्छ कि सबैजनाले राम्रोसँग हेरिदिनु होला, स्किप नगरी अन्तिमसम्म हेरिदिनु होला। जस्तो भयो भने माया गरिदिनु, अनि के कुरामा कमी छ भने यो भएन यस्तो भएन भनेर सुझाव पनि दिनु होला कमेन्टमा। कति पहिलादेखि सोचेको थियो यस्तो भिडियो बनाउनु भनेर कहिले टाइम मिलेको थिएन। त्यो खाने कन्ट्याक्टरले सेसी पकाएर खाएर हिँड्ने त्यस्तो हुन्थ्यो। बल्ल आज टाइम मिलेर आज चाहिँ बनाएको खाऊ भन्दा मैले चाहिँ यसलाई फ्राई गरेर खाने भनेको थिएँ। फेरि दिदीले उसिन्नु भएछ अनि त्यस गरौँ न अन्त भुलिहाल्दो रहेछ। मैले चाहिँ उसिन सकेको थिएँ नि त। उसले के भन्दाखेरि अन्डा चाहिँ सरी साथीहरू सरी है। अब यति यो भिडियो बनाएर फेरि घाँस काट्नु जाने काम छ। गाउँघरमा त्यही त होइन। तर यो भिडियो बनाउने त्यहाँपछि घाँस काट्न जाने। यहाँ न साग हाल्छ तिमी भैँसीको सुकुटी है। मिठो भएछ नि अलिक साह्रो छ। ओहो कति साह्रो। हामीले धेरै पोलेछौँ क्या। हाम्रो म चाहिँ पानी खान्छु र दिउरे आएन। अब पानी हाल्नु पानी अलिक बेसी खान्छु नि म चाहिँ। खै योसँग यो अचार चाहिँ मिठो हुन्छ कि अरूको खोलिन्छ त त्यही हुँदैन है। गोलो खोर्सानी भएको भएन कस्तो मिठो हुन्छ। दिनमा खासै प्रिय लाग्न तर ठिकै छ। हाम्रो गाउँको लोकल खोर्सानी पो हो त। अलिक यो सुकेर होला पिरो अलिक खासै छैन नभए त फर्स्टमा आलुमा त्यस्तो पिरो हुन्छ नि। धेरै दिन हुँदैन। एकछिन साथीहरू म चाहिँ जरा खुसी गर्नुहुन्छ। कस्तो साह्रो कि यो चबाउनै सकिनँ। हामीले धेरै नै पोले पठाएको छौँ कि साथीहरू भैँसीको मासु चाहिँ। अनि धेरै नै साह्रो भएछ।
ठिकै छ कि बरु म चाहिँ कानै खान्छु दाँत नहुनेलाई त यो त दाँत किराले खाएर दाँत नहुनेलाई त यो त एकदमै तर मिठो चाहिँ मिठो छ मिठो त मिठो छ रचरेटर चाहन कस्तो छ सानो देखेको न अब त्यति देखेको मान्छे नै सानो हो नि त बढी मिठो भएको छ सुँगुर भनेको सुँगुर हो नि है साथीहरू खाने खुसी गर्दै दिदी पनि पनि खानु पर्यो यो त कसले बनाएको मम्मीले मम्मीले बनाउनु भएको यो कोपी त झन् उहिले नै बनाएर राख्नु भएको थियो अनि तामा पछि ल्याउनु भएको आउँदै गयो जस्तो फिल भयो कति खाउँला भनेर सोचेको थिएँ नरुस्या जस्तो हो त जहिले नि यति खान्छु भनेर सोचेको बेला रुच्दैन अनि आज त तर थोरै न छ है अरू बेला हामी एकजनाले 3 प्याकेट 4 प्याकेट खान्थ्यौँ आज 2 प्याकेट मात्रै छ र पनि उहाँलाई लाग्छ त्यो भिडियो बनाउने भनेर हो कि अरूलाई त यति धेरै रुच्छ त भिडियोमा नि हामीले के भएको भने त्यत्रो खाएर भन्थ्यो अनि त्यसो नभन्नु साथीहरू सबैको आफ्नै भयो भिडियो बनाउन आउँदैन स्किप नगरी हेर्ने त्यो पनि किनभने यस्तो चाहिँ साथीहरू फर्स्ट टाइम हो तर फर्स्टमा त होइन कसको चाहिँ राम्रो हुन्छ र ठुलो ठुलो भ्लगर दाजु दिदीहरूको पनि त उहाँहरूले पनि त फर्स्टमा यस्तै गरेर उहाँहरूले विश्वले चिन्नु भइरहेको छ मलाई कुरा याद आयो के थाहा छ एउटा म ब्याङ्क भिडियो बनाएको थिएँ दिदीभाइको ला दा त्यो यो भिडियोमा हालिनु भयो भने नरिसाउनु ल त्यो दिदीभाइ म यति के खाएको भाइ दिदी त सर दिदी तर हामीले राम्रो नाम नभए नि त्यो दिदी खोजेको होइन सुन भने फेरि यहाँ कन्ट्रोभर्सी चल्छ एकजना दिदीको हो त नरिसाउनु ल जसको भने कमेडी लाग्यो त्यो भिडियो राम्रो छ हाम्रो पनि बेटेर हाँस्दैन नि हाँस्दैन कन्ट्रोभर्सी चल्ने नआएको सुन फर्स्ट फर्स्टमा हामीलाई केही थाहा छैन त्यो भाइले क्या मोमो 3-4 रोटी छ त्यही याद आयो कि हात हाले ठ्याक्क्यामा मलाई चाहिँ क्या चाहिँ हाँस्यो उठेको थिइनँ म बहिनी भनेको मात्रै हो तर नरिसाउनु ल कस्तो हाँसेको भिडियो बनाउने नभन्नु ल पहिलोचोटिमा यो बोसो खाने हाम्रो सुरीलाई राखिदिनु पर्यो यहाँ प्लेटमा खाउने हाम्रो बिरालो त फेरि मासु त यस्तो पिसहरू पनि खान्छ नि साथीहरू सिङ्गे काटेर दियो नि अगाउनु त्यसलाई जति दिएन ऊ चाहिँ फेरि भाजी खाँदैन मासुहरू भनेपछि त उता जे को पनि खान्छ कि त्यो पिस ठुलो ठुलो पिस बनाएर दिँदा पनि मासु लबर हो क्या साह्रो रहेछ साथीहरू झरप झरप हुँदैछ त्यो भाइ कसको बिल्ला हाल्नु साह्रो भन्छ होला यस्तो गरेर खानु पर्यो कि यहाँ ऱ्याप गरेर तर यो काँचो भाजी हुन्थ्यो साथीहरूले काटेर राख्नु पर्थ्यो है म चाहिँ खानु कति मन थियो नि यिनीहरू सुँगुरको कान पनि थियो अब अर्को पालि ठिकै छ त्यहाँ नि ट्राई गरौँ हामीले चाहिँ पिकनिक जाँदा त्यसरी खाएको थियौँ कस्तो मिठो भएको थियो कि साथी साथीमा आयो अब यो पनि चुरिँदैन त होला अनि साथी साथी खाँदाखेरि पात ठुलो पात भएको नै छैन हाम्रो साथी साथीहरूले
त्यही भएर चाहिँ काँचो थियो यसरी ऱ्याप गरेर राखेको थियौँ नि पानी पानी नै छ 12th क्लासमा पिकनिक जाँदा 1 वर्ष गरेको 1 वर्ष नि भएन 1 वर्ष भयो एक वर्ष हुनु लाग्यो माघमा 1 वर्ष पुग्छ त्यति बेला माघ 8 गतिको वर्ष पुग्छ अब भेट हुन्छ कि हुँदैन भन्ने सल्लाहले चाहिँ हामी पिकनिक गएको थियौँ कि सबै साथीहरू हो यो मिलेर। मुखमा गाँस मर्छ होला त यस्तो त नाफा नि आउँछ त हामी साथी खाँदा चाहिँ हन्चा चाहिँ नभन्नु तर चाउचाउ मात्रै हो त्यसरी खाने तर यसरी हामी साथी करेन्ट चाउचाउ खाँदा चाहिँ 15 पुगासम्म म र हामी 2 जनाले मात्र पनि सकेको छौँ कि मेरो एकजना साथी र मैले त्यस्तरी खाइन्छ कस्तो मिठो हुँदो रहेछ त आज मैले त साथीले यसरी खाएको ट्राई गरेको तर के गर्नु ठुलो पातै छैन सागको म पिकनिकमा खाँदै के गर्नु होस् अब बिहान यहाँ आउँदै त हामी त्यति मान्छे कानेपछि गर्दै होइन हामी साथीहरू के भन्छ झन् खाएको बेला नहाँस्नु भन्छु तर म आज त्यति हाँसेको छुइनँ कति हाँसेको साह्रो। भन्दा म कति हल्लाउँछु कि अनि अनि म खान्छ खाँदै सकेँ गर्छु मेरो आहा त के साह्रो पसेको रहेछ किन चल्छ बोसो चपाएछु बोसो यो पोस्टर चाहिँ हामी साथीहरू गुड मिटिङ दिदीले चाहिँ कस्तो मजाले खानुहुन्छ त्यो खाएको गर्दा त्यो दिदीको भिडियो खानु खानु खान्छ होइन। फेरि हामी खाँदा एक पिस बाहेक खानै सकिँदैन क्या त्यसरी यहाँदेखि छिटो छिटोमा त्यसरी हामी हाल्यो भने त 1 महिनासम्म नखाइ बस्यो भने मात्र खान सकिन्छ होला त्यो नि गर्ने त्यो उहाँ दिदीले उहाँहरू चाहिँ मुखबाङ भिडियो बनाइराखेर बानी नै भन्नुभएको होला उहाँ दिदीहरूले यस्तो मजाले खानुहुन्छ त्यो परी दिदी परी के छ नि उम्, दाँत नअर्के निजानु कस्तो फोड्यो हामीलाई अनि त्यो दिदीहरू यस्तो त्यसपछि निकासा दिदी पनि उहाँ त झन् मान्छे पनि हामीभन्दा 1-2 वर्ष जेठ होला सानै हुन्छ र पनि नेपालको टपमा मगाएर हामी चाहिँ जिरो यता त उहाँ हाल्छ है यता हाल्यो कोही कस्तो मजाले खानुहुन्छ क्या म धेरै त पहिला त्यति वास्तो लाग्दैन थियो त्यो खाएको भिडियो हेर्नु मन लाग्यो भने चाहिँ कि पढी दिदीको कि त्यो एटिङ च्यानल गुरुङ एटिङ च्यानल त्यो दिदीको भिडियो हेर्ने सी फुडहरू झन् कस्तो यस्तो मजाले खाँदैन है त्यो बोसहरू कति मजाले खानुहुन्छ अनि कस्तो आफूले सेम टेस्टी बनाएर खाएर रुँदैन हेर मात्रै जान्छ यो हात चाहिँ फेरि मैले धुएको फेरि नधुइकन चाट्यो भन्दा यो केटी जति बेला के बेला चाहिँ नभन्नु ल म झन् म यतापट्टि के गर्नु बिल्लुलाई एउटा प्लेटमा त्यो मासु सारो भएको राखिदिएको है अघि म चाहिँ यो मुखमा नि अलिअलि डल्ली हाल्दो रहेछ कि तिमीहरू त्यही पुस्दैछु त्यस्तो नभन्नु ल या फेरि फोरै चाट्यो भन्ला यो मलाई यो सबै रेडी गर्दा अनि यो भिडियो बनाउनु अगाडि हामीले सबै छ है गरिदिएको दिदी पनि फुसुर गरेर हाँस्यो बानी हो क्या हाम्रो चाहिँ फुसुर पनि हाँस्ने यो चाहिँ फेरि हटेर चाहिँ खानै मन लाग्दैन अकबरी खोर्सानी जस्तो त अरू कुनै खोर्सानी नै हुँदैन जस्तो लाग्छ मलाई चाहिँ चौकाभरलाई टपिन्छ होइन यस्तो पिरोमा चाहिँ हो कि तर गन्धहरू त्यसको छुट्टै हुन्छ कि यो यिनीहरूको भन्दा पनि त्यही पनि दामी हुन्छ अब हामी चाहिँ फेरि भिडियो बनायौँ भने यो खाना लिएर आउँछौँ है
यहाँ दिदीको चाख्नु पऱ्यो तेल सरीको देखेँ नि पिसाउँछ होला अन्डा चाहिँ लगाउनु अब त साथीहरू अगाउँदै गयो प्याज अरू बेला त रुट्थ्यो त हौ कर्चाबाट अरू दुईवटा नि किनसँग खाएको भएर हो साथी होला अन्डा चौरा राख्यो यस्तो साथीहरू सुन्नुभयो हुन्छ होला यसो गरेको देखाएको चाहिँ होइन है देखाएको नखाने कर्चा पनि जस्तो जस्तो धर्दैन अगाडि साथीहरू अब बाँकी रहेको हाम्रो अन्डा थियो ए म पहिले अन्डा होइन म पहिले जस्तो सागीसँग घोलेर खान्छु त्यसपछि तिमी आऊ ल म सागीसँग एकचोटि घोलेर खान्छु यसो भिडियोमा तिमी ल हाम्रो साथीहरू के भन्छ के भन्छ बहिनीले नहाँस्नु भन्छु यो लाइट मैले सुन्दालाई शेष नानाकोमा देखेको थिएँ कि उहाँले चाहिँ मुखमा भित्र गर्दा चाहिँ पछाडिको पर्दा झर्छ क्या भुइँमा 2-3 चोटि हाम्रो चाहिँ फोन झरिरहेको छ फोनको लाइट यसरी बनाउनु भन होइन त्यो अलिक लाइटले कस्तो मिरमिर धेरै अलिक क्लियर नदेखाएको छ उतो साग छ भने एउटा माथि मुलाको हो यो चाहिँ उहाँ नाना र उहाँको सासूले चाहिँ बनाइराखेको हुन्छ भिडियो र आज हाम्रो चाहिँ त्यस्तै नै भयो लाइट साथीहरू यसरी नै गरेर के भन्छ के तर मैले बोलेको दिदीले मात्रै बुझ्छ है अनि बुझेन म फेरि यिनीहरू अर्को कुरा गर्दै रहेछ भने चाहिँ नभन्नु ल यसो रमाइलो गाडी सर्किन्छ हाँस्दैन थालेछ त नि पेट जति फुले पनि पानी चाहिँ मलाई डेन्जर रुच्छ हामी कहिले पनि अगाउँदैनौँ कि जति खाए पनि भात झनेर यति रुचाउँछ कि दुइटै खायो यस्तो दामी छ के भन्छ कि बज्दैछ मेरो बात नि त मेरोमा चाहिँ होइन साथी र मेरो फोनमा चाहिँ त्यो लाइट मात्र बालिराख्दा चाहिँ आफै लाइट अफ भइहाल्छ कि अन हुन्छ आफै फोन अनि त्यही भएर भिडियोमा लगेर मात्रै लाइट बाल्नुपर्छ त्यही भएर भिडियोमा लगेर लाइट बालेको देख्नु सक्नुहुन्छ भुइँमा झरिगयो सकिँदैन खानु दिन पछाडि खानु त मोटाएर यसरी गफ गर्दै खायो भने त सकिने रहेछ तर बोसो चाहिँ सकिँदैन यस्तो खाना अनि यस्तो यस्तो करेन्ट नुडल्सहरू चाहिँ सकिने रहेछ पानी खानु लगाएर पानी पनि यो नखाने यो चाहिँ आन्द्रा हो है खानु होइन मेरो बाँकी रहेको टन त्यो अब यो चाहिँ खाँदैछ न अब छोड्ने पाप लाग्छ होला भन्नु लाग्ने है बहिनी खानु हामी बाबा सुँगुर काट्नु गएको छैन एक दिन चाहिँ हामी दुईजना च्यालेन्ज भिडियो लिएर आउँछौँ
टाइम मिल्यो भने टाइम मिलेन के गर्नु छुर्पी चलायो भने आएको छ भने के भयो धेरैले हरिएछ यस्तो हो त्यो तेलमा हल्का तारा भनेर रुच्दैन धेरै चिल्लो हुन्छ खासै अगुल्टोहरू थिएन नि त दाउराहरूमा अनि कोइलाहरू भन्नु अगुल्टो त कोइलाहरू थिएन अनि त्यही भएर भएको छैन र भन्दै अलिक ढिलोसम्म छोडिदिएको भरे धेरै खरिएछ अरू बेला त अन्डा कति खाम लाग्थ्यो आज त रुचेन तर पनि खानुपर्छ रुचेन भन्नु रे बेतर एक थाला त भनेर कमेन्ट आउलो हो यो भन्नु मलाई त्यस्तो भित्रको नानी चाहिँ खासै मन पर्दैन क्या अन्डाको यो सेतो भएको मात्रै हो मन पर्ने त्यो रोटी कति नआयो मलाई देख्यो मेरोमा कति चाहिँ साह्रो त्यसमै साथीहरू मरे आज करेन्ट आउँछ है बल खेल्नु सकिएला त भरे अलिकति खेल्नु जाने बेलामा चाहिँ यति भात खाएर जानु पऱ्यो नत्र सकिँदैन करेन्ट चाउँछौ त झन् त्यो चटपटे खाएर गयो गेम खेल्नु गयो भने त बहिनी खुट्टा लाग्छ यत्रो कस्तो मिठो लाग्यो गर्नु बिस्तारै खाएर पेट ड्याममा भयो नि मुख चाहिँ ड्याममा भएन हामी पेट अगाए पनि मुख चाहिँ अगाएन घाँस ल्याउनु जानु पर्ने र प्याज त बाँध्यो यसको अनुहार टल्केको उसको त उसरा जसरा त छैन नि त आसरा मिठो हुँदाहुँदै करेन्ट चाउँछ सकिम खाएर एउटा चाहिँ खाउँ सिकुटी यो बोसोवाला पनि रहेछ क्या बोसो हेर्नै मन लाग्ने के भयो बोसो रुच्दै रुँदैन त्यही भएर सासा भसारा हुन्छ है के बोल्यो भाइ के बोल्यो भनेर हामी त्यसो काँचरा ससरा मासरा रहेछ र त्यसो सासरा आउँछ र के साथीहरू कति साह्रो थियो मासु काँचरा ससरा मासरा भसरा लासरा आउँछ र पिसरा चाहिँ काँचरा मासु खाँचरा भसा कस्तो साह्रो भइगएको छ हामी धेरै खुवाएर छौँ क्या नसरा खसरा चाहिँ हसरा नसरा हसरा काँसरा छसरा चाहिँ सासरा हसरा के साह्रो खान सकिनँ भन्नु यिनीहरू के चिजको सल्लाह गर्दै रहेछ दिदी पनि भन्नुहुन्थ्यो होला होइन के चाहिँ खुसुक हामी दिदीबहिनीको कुरा हो है तपाईँले सुन्नुहुन्छ बिस्तारै के हो यो सकिँदैन त छोराम कुखुराको ढिङ्कुली भन्छ नि त्यस्तै उस्तै मान्छेले जानेर खाइल्या भनेर आन्टीको जस्तै क्या उहाँले यस्तो मजाले खानुहुन्छ है म त कस्तो मनपर्छ आन्टीको भिडियो खाइला भन्ने आन्टी म कस्तो बनाउनु भन्नु जस्तो भयो कोपबाटै के
बाइसिकको सिकुटी खाइला यो विनिता नाना विनिता आन्टी नाना भन्दा लुक्स आउँदैन फोडिन भन्नु आफ्नो हो नातिमा खाइलो मलाई लाग्यो सबै मैले सोधेको क्या कि खाइले त्यो नानालाई चाहिँ जिस्का भयो त्यो नानालाई चाहिँ फेरि छुर्मी भन्दा सानो हो के हो यो अब चाहिँ साथीलाई अब चाहिँ मोमो खाउँछ ल मुक्बाङ मोमोको ममा त्यही त खानु सक्नु म त झन् मोमो त 6वटा 7वटा बाहिर खानु सक्दिनँ म चाहिँ अलिक खान्छु तर पनि हामी खाएर बनाउँछौँ पहिला म 25-30 वटा खान्थेँ अहिले बच्चा बेला खान्थेँ म त धेरै भनेको 15वटासम्म खान्छु म त्यसपछि खानु सक्दिनँ विकासा दिदीले चाहिँ यत्रो यत्रो मोमो भन्यो उहाँले त 150सम्म खाइसक्नुहुन्छ 120वटा पनि माग्नु त्यो 20वटा बसेर ल 20वटा बसेर काट्नु के भयो आमा यति लामो भिडियो भयो यति लामो भिडियोमा त कुनैले त 9-10 पोका करेन्ट चाल्छ 50-60 राउन्ड राखिसक्छ होला हामीले चाहिँ यति मिनटमा पनि जाँदैछौँ गफेरले हाम्रो त यति थोरै टाइम लाग्यो उनीहरूले यति टाइम लाग्यो यति खानु जहाँ भयो यति खानु त्यत्रो टाइम लाग्यो पानी सक्यो अब यो खाइसकेर यो भिडियो बन्द गरेर 1 बोतल पानी खान्छु पानी चाहिँ धेरै रुच्छ कि मलाई पानी थियो र माथेको भए सक्यो साथीहरू अब त यो खाइसकेँ यतिमा खाइसकेन यो त बेज्जतै भयो यो त हो हाम्रो हात त कस्तो लामो लामो देखिँदो रहेछ मुखबाङ भिडियो बनाउनु लास्ट भनेर यति रुच्यो यो अलिक कमरो भए त हुन्थ्यो कि साह्रो नसाह्रो छ खाएर तर खाएर त सक्नु सकिन्छ सकिँदैन सकिन्छ तर बोसो रहेछ पेट पर्किन आइसक्यो म त सक्नु जस्तो तर अलिक पासो बसेर खासर घाँसरा बाँसेर देशहरू आँटेको पासेर पो लासेर अस्ति यस्तो बिजोकले बसेर खाएको चाहिँ पाहाडमा मात्रै थाहा छ बिहापछि होइन निन्द्रा पनि लाग्यो जस्तो भयो एक निन्द्रा सुतौँ भन्नु पनि अहिले हाम्रोतिर त अहिले पानी पर्नु लागिरहेको छ हौ साथीहरू गरौँ गुरुङ गरिरहेको छ त्यो प्रतीक भाइ के भन्छ प्रतीक थापा मगर दाजुले के भन्छ खा मासु भात टन्न राखेको छु खा गाउँला खाला दुधले आयो आफै बाबा बनिँदै आफै त्यस्तो के भन्नु पनि खानु पनि त्यसरी खा मुख भरि खा दसैँ आएर त खा भन्दै साँझी त दसैँको शुभकामना पनि दिनु पर्छ सबैजनालाई सकिने बेलामा अहिले खाइसकेपछि साथीहरू बन्द भयो नि धेरै लामो भइदिन्थ्यो रोज अन्डा निल्नु पनि गाह्रो हो मलाई नि अन्डा त यो छोड्यो स्टारमा खाइसक्छु होला हौ ल उति कता त्यो उसको मेसेज गयो त्यो मेसेजको ध्यान रानी भयो मलाई रानी जस्तो मन पर्दैन क्या अब यही भिडियो इन गरमा दसैँ शुभकामना देखेको म त बोल्नु मन लाग्दैन अल्छी लागिरहेको ल साथीहरू
आजको हाम्रो मुकबाङ भिडियो चाहिँ के भयो कस्तो भयो त हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अनि यति चाहिँ हामीले खाइसकिन है, यति राखेको यो सुकुटी चाहिँ हामीले खाइसकिन, अरू चाहिँ सबै नै खाइसक्यो भन्दा पनि यो प्याज चाहिँ तिराएको छ। अनि हजुरहरू सबैजनालाई देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई दाजुभाइहरूलाई चाहिँ विशेष गरी 2082 सालको वडा दशीको धेरै धेरै शुभकामना व्यक्त गर्दछौँ। हजुरहरू अब नेपालमा हुनुहुनेहरूले त बाबा आमाहरूसँगै नै मनाउनुहुन्छ होला भन्ने आशा, तर विदेशमा हुनेहरूले त अब बाबा आमा हुँदैन साथमा, तर पनि अब दुःख पीडा त भइहाल्छ, भुलेर राम्रोसँग मनाइदिनु होला। सुनिक एउटा कुरा भन्छ होइन, तर कमेडी होइन, मृदुले वडा दसैँ भनेको छ, मैले वडा दक्षिण भन्नु आँटेको के हो भनेर झन्डै हाँसिहालेको के। मलाई थाहा हुँदैन र मैले वडा दसैँ भनेको वडा दक्षिण भन्नु। अनि हाम्रो यो बहिनीको च्यानललाई कमेन्ट सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। अनि भिडियो राम्रो लाग्यो जसले भिडियो हेर्नुहुन्छ सेयर पनि गरिदिनु होला साथीहरूलाई। सबैजनाले सब्सक्राइब गरिदिनु कि भने अरूमा के पनि भन्नु चाहेन। अनि यो भिडियो पनि सेयर गरिदिनु ल। यति थर्काइ के होइन, थर्काइ यो उसमा च्यानलमा सब्सक्राइब जसरी पनि आउनु पर्यो भने थर्काइ त्यस्तो गर्नु हुँदैन। अब यति भन्दै हामी बिदा हुन चाहन्छौँ साथीहरू। फेरि पनि हामी आउने नै छौँ। विशेष गरी मासु चाहिँ टोक्नु सक्दिनँ, फेरि हेर्दै जानु है। ल बाई, मासु टोक्नु सक्दिनँ। रोकिए है अब। बाई बाई।